हेलो एभ्रिवान, हजुरहरू कस्तो हुनुहुन्छ? सबैजना सन्चै हुनुहुन्छ होला र जाडो पनि एकदमै निकै चढेको छ है। अहिले डिसेम्बर महिनामा एकदमै जाडो भइरहेको छ। तपाईँहरूको त्यहाँतिर कस्तो छ जाडो भन्नु होला कमेन्टमा। र मैले आज न्यू भिडियो लिएर आएको छु। के हो भन्दाखेरि चाहिँ मैले योगा म्याट मगाएको छु होइन। अब एक्सर्साइज पनि गर्नु पर्यो भनेर अस्तिदेखिको मगाउनु भनेर सोचेको होइन, तर जुरेको थिएन होइन। अनि फाइनली यो चाहिँ आज आएछ, एमाजोनबाट मगाएको। एकदम राम्रो क्वालिटी लाग्यो मलाई होइन, एकदम मन पर्यो। र भोलिदेखि चाहिँ एकदमै एक्सर्साइज गर्ने हो होइन। र यसको साथमा यो बेल्ट पनि छ। र नेक्स्ट मैले यो योगा म्याटको साथमा होइन एक्सर्साइज गर्ने लुगा पनि मगाएको छु। किनभने मलाई सोचिरहेको छु एकदम भोलि पर्सिदेखि चाहिँ योगा म्याटमा बसेर मजाले एक्सर्साइज गर्ने हो। यस्तो अल्छी लाग्छ नि एक्सर्साइज गर्नु होइन। र आजकल अब व्यस्त जीवनमा शरीरको हेरचाह गर्नु सबैभन्दा ठुलो चुनौती जस्तो लाग्छ मलाई चाहिँ हो। तर एक्सर्साइज भनेको शरीरलाई मात्र राम्रो बनाउने कुरा होइन। यहाँबाट हाम्रो मन, स्वास्थ्य, आत्मविश्वासलाई होइन सबैभन्दा ठुलो फाइदा हुन्छ। अनि हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो? मन पर्यो भने लाइक, सेयर, कमेन्ट गर्नु नभुल्नुहोस् होला। सी यू इन द नेक्स्ट भिडियो। बाई बाई एभ्रिबडी।